नागपञ्चमी बिहानै उठेर नुहाएँ हैन, त्यस पछाडि कपडा लगाएर रेडी भएँ अनि यता चाहिँ म आएको छु पसलमा नागपञ्चमीको लागि सामग्री हैन पूजाको सामान लिनलाई। मसँग बाबु पनि आएको छ है। अनि त्यस पछाडि हामी चाहिँ हिँड्यौँ कुस्मतिर हैन, गेटबाटै बागलुङ कालिका मन्दिरलाई दर्शन गर्दै अहिले चाहिँ हामी बसमा छौँ बाबु र म। बाबु पनि एकदमै रमाइलो मान्छ यात्रा गर्नलाई हैन, काखमै निदायो ऊ। अहिले म कुस्मा आइपुगेको छु र ऊ आफ्नो दिदीसँग छ, ठुलो दिदी उसको यो सानो दिदी हैन, अनि उहाँ चाहिँ ठुलो मम्मी उसको मेरो जेठानी दिदी हुनुहुन्छ। पानी परिरहेको छ अनि उसको ठुलबाबा हैन, ठुलोबासँग बसेर खेलिरहेको छ मजाले बाबु एकछिन है। हाम्रो चाहिँ मेन पहिलाको मुख्य कुस्मा हो नि त, त्यसैले कुस्मा गएर आएको थिएँ सामग्रीहरू दिनलाई पूजाको। अनि दिदीले रुममा आउँदा खाना बनाइसक्नु भएको थियो अनि बाबुलाई खुवाउने तयारी गर्दैछु। म एकदम एक्साइटेड भइरहेको छु, ऊ चाहिँ खानेकुरा देखेर छिटोले छिटोले भनिरहेछ कि मलाई, अनि भोक पनि लाग्यो होला। अनि खाना खायो उसले एकदमै मजाले रमाइलो मान्दै खाना खान्छ। अनि खाना खाएर बाबुले खायो, मैले पनि खाएँ। अनि त्यस पछाडि चाहिँ अहिले म यहाँ आएको छु वेस्टर्न रेस्ट्रोमा। अनि यहाँ चाहिँ कार्यक्रम रहेको छ है, र के कार्यक्रम हो म भन्छु तपाईँहरूलाई। उहाँ चाहिँ म्याम हुनुहुन्छ मेरो हैन, धौलागिरी एफएमको पनि प्लस ढोरपाटन राष्ट्रिय दैनिकको पनि हैन म्याम हुनुहुन्छ। बाबु चाहिँ म्यामसँग कस्तो मजाले खेलिरहेको थियो, रमाइरहेको थियो। अनि कार्यक्रम पनि सुरु भयो र ढोरपाटन राष्ट्रिय दैनिकको चाहिँ 24औं वार्षिकोत्सव रहेको थियो, देख्न सक्नुहुन्छ ब्यानरमा पनि। अनि हामी चाहिँ ऊ चाहिँ मेरो बहिनी हो, बहिनी म बाबु आमा म्यामहरू सबै बसिरहेको थियौँ। उहाँ चाहिँ खादा उडाइदिने चाहिँ सर हुनुहुन्छ हाम्रो धौलागिरी एफएमको पनि प्लस ढोरपाटन राष्ट्रिय दैनिक, अनि धेरै छन्। अनि त्यस पछाडि चाहिँ कार्यक्रममा चाहिँ एकछिन हामी बसिरहेको थियौँ, हेरिरहेको थियौँ, सुनिरहेको थियौँ हैन। अनि बाबु पनि अब पत्रिका पढ्ने कोसिस गर्दैछ, हेर्दैछ हैन, रमाइरहेछ हामीसँगै। अनि त्यसपछि म चाहिँ नागपञ्चमीको सामग्री लिनलाई दाजीले चाहिँ गाडीमा पठाइदिनु भएको थियो, त्यही लिनलाई फेरि म बस पार्क आएर फेरि प्रोग्राममा आएँ र सम्मान कार्यक्रमहरू अन्य कार्यक्रमहरू सबै समाप्त भयो। त्यस पछाडि रुममा आयौँ हामी खाजा खाएर। ऊ चाहिँ बाबासँग कुराकानी गर्दैछ, रमाइरहेको छ, एकदमै एक्साइटेड भएर कुराकानी गर्छ। अनि मैले बेडसिट चेन्ज गरेँ, जादु मन्तर छु 21 सेकेन्डमा हैन, रेडी भइसक्यो बेड। अनि बाबु चाहिँ अब त्यहाँ लुडी भन्छ कि लडीबुडी गरिरहेछ, एकदमै खेलिरहेको छ, एकदमै एक्साइटेड। हेर्नु न यस्तो रमाउँछ नि ऊ, फुतुङ गर्छ। आजकल त अब कता कता पुग्छ अब डुल्दै। अनि त्यस पछाडि उसको लागि म लिटो तयार पार्दैछु। बाबुलाई अब हेर्दैछ मलाई, अब कति बेला खान पाइन्छ भनेर। हेर्नु नि त्यहाँ कति रमाउँछ त, खुसी हुन्छ। खाएर हामी चाहिँ सुत्यौँ र ऊ चाहिँ उठेर यस्तै उसको काम चाहिँ बिहान चाँडै उठ्ने 4 बजे 5 बजे अनि खेलेर बस्ने गर्छ, यस्तै गर्छ।